सबै टोल बढी भन्छ रन्जु तिम्रो जेठाजु जाऊ घन्टीमा भोट देऊ प्रधानमन्त्री बने भन्नेलाई मैले के सोचेको थिएँ घन्टी बजाउने त सबै देवी दुर्गा सबै ठाउँमा बज्छ तर उहाँको पनि बजोस् भनेर मनमा चाहना थियो यो चाहना थिएन कि बालन सरले जेठाजु भनेर पनि भाइ बुहारीको ढोकामा पहिला घन्टी बजाउला त्यतिखेर आफ्नो पनि आत्माले भन्थ्यो जुन सरकार जिते पनि हाम्रो बस्ती घन्टी बजाउने नबनोस् बुझ्नुभयो तर हामीलाई होइन कति गरिबलाई रुवाउनु भएको छ त्यस्तो नगरिदिनु कुरा बुझ्नु अनि रुवाउनु हजुरले पिट्नु कुट्नु एक थपर पिटेर आँसु झर्दैन तर भित्र मन रोएपछि आँसु झर्दो रहेछ बुझ्नुभयो त्यो बेला खुसी छुट्टै हुनुहुन्छ तपाईँ है हजुर तपाईँले झुकेर एक थपर हान्नुभयो नि आँसु झर्दैन तर भित्र मन रोएपछि नि त्यो आँसु रोक्दैन त्यही भएको हामी गरिब के भन्नुहुन्छ ल बालन साहब प्रधानमन्त्री हुन्छ तपाईँकै जातको हुनुहुन्छ जो जेठाजु भन्नुभएको छ ल के भन्नुहुन्छ हजुर उहाँलाई यति नै भन्छु पुलिस सुलिस नल्याउनु होइन सक्नुहुन्छ भने तपाईँ आएर 2 शब्द बोल्नु तिमीहरूको नाउँमा यति यति निस्किया छ यो ठाउँ तिम्रो घर हो जाऊ हामी 1 हप्ताभित्रमा त्यो ठाउँ जान सक्छौँ तर छानबिन गरिदिनु त्यो बारम्बार कुकुरलाई लखाटे जस्तो नलखाट्नु हामी पनि मान्छे हो बुझ्नुभयो हजुरलाई आज करोडौँमा खेल्ने मान्छे भइसक्नुभयो होइन तर यो रोडपट्टि जग्गालाई हामीले महल बनाइदिएको करोडौँको सम्पत्ति हामीले बनाएको हजुरले बनाउनु भएको छैन तर हामीलाई पनि मानिदिनु यो हाम्रो गरिबको लागि पनि नेता छान्नु त छान्न सक्नुहुन्छ आफू नेताहरू चिल्लो कारमा हिँड्ने राम्रो उसको बुढीहरू घाममा निस्किन नपाउने घर फ्यामिली राम्रो भन्ने हामी गरिब चाहिँ जहाँ गए पनि आँखा लाग्ने तपाईँहरूलाई हाम्रो गरिब लागि नेता चुन्नु न अनि बुझ्छु हजुरले यस्तो पदमा आउनुभयो यति राम्रो गर्नु भएको छ हाम्रो नाउँमा मागेको छैन सुकुम्बासी जे भए पनि हामी 20 वर्ष कुरिरहेको छु बसे हजुरको कुनै काम छ निकाल्नु हामी रोकेपछि भन्नु होइन यहाँ नबस तिमीहरूलाई गाह्रो हुन्छ फल्ना ठाउँमा बस तिमीहरूलाई आफ्नो घरमा खाना लगाउन गाह्रो छ भने सम्पत्ति छ घरमा जेठाजु सासु ससुरा के भन्छ अहिले दिएपछि बुहारीहरूले पछि हेर्छ अनि छोराछोरी त कमाएर त खानु पर्यो टचर दिन्छ अनि के गर यहाँ आयो कमायो खायो त्यति हो